यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले यस्तो पनि हुँदो रहेछ यस्तो पनि हुँदो रहेछ। तपाईलाई मनपर्ने गीत चाहिँ कुन हो भन्नु त? मलाई मनपर्ने त सबै हुन् तर अलि विशेष चाहिँ मलाई वीरताको चिनो मनपर्छ। वीरताको चिनो लाइपल्ट गाउनु त। वीरताको चिनो वीरको सन्तान शहीदको रगत लहुरेको निशानी अब तिम्रो हातले लेख्नु छ युगले भुलेको हाम्रो कहानी वीरताको चिनो वीरको सन्तान। मेरो नाम आर्मन कार्की हो। म हेटौँडा 7 न्युरेनीमा बस्छु। म अहिले भोइस अफ किड्स सिजन 5 मा सेमी फाइनलमा पुगेको छु। हजुरहरूले मलाई धेरैभन्दा धेरै भोट गर्नु होला र मलाई फाइनलसम्म पुगाउनु होला र फाइनलमा पनि मलाई धेरै सहयोग गरेर मलाई विजेता यो सिजनको विजेता बनाउनु होला। जितिसकेपछि के गर्ने इच्छा छ त? गाउने इच्छा भएका तर आर्थिक अभावका कारण नसकेकाहरूले सक्दो सहयोग गर्ने मेरो इच्छा छ। मकवानपुर जिल्लाको हेटौँडा नगरपालिका वडा नम्बर 7 मा बस्ने मध्यम परिवारको हाम्रो अर्मन कार्की बाबु अहिले यो गायनको चाहिँ सेमी फाइनलमा पुग्नु भएको छ। अनि हामीहरूले मकवानपुर जिल्लाको हेटौँडा नगरीलाई समृद्ध बनाउने सुखी बनाउने र यहाँका प्रतिभाहरूलाई प्रस्फुटन बनाउने भनेर धेरै खालका कुराहरू गरिरहेको सन्दर्भमा मकवानपुर जिल्लाको सेमी फाइनलमै पुगेको यो बाबुलाई चाहिँ हामी मिलेर सबैले सहयोग गरौँ। अनि बाबुले भने चाहिँ बागमती प्रदेश अनि यो देशलाई नै सहयोग गर्छु भनेर भन्ने जुन खालको अपेक्षा इच्छा बाबुको छ त्यो इच्छा र अपेक्षालाई चाहिँ हामीहरूले सबैले मिलेर पुरा गराउनको लागि आफ्नो ठाउँबाट सहयोग गरौँ भन्ने चाहिँ मलाई पनि लागेको हुँदाखेरि यो सानो भिडियो बनाएर मैले पोस्ट गरेको छु। यहाँहरू सबैले कति सकिन्छ सहयोग गर्नु आउन म हार्दिक अनुरोध गर्छु। हस्। अनि भोट गर्नलाई के गर्नुपर्छ? भोट गर्न देशमा बस्नेले खल्ती एपबाट गर्नुपर्छ र विदेशमा हुनेले खल्ती.com बाट गर्नुपर्छ। विदेशमा हुनेले फर्स्ट अफ अल गुगलमा गएर खल्ती.com सर्च गर्ने त्यसमा क्लिक गरेपछि 4 कोचेसहरू हुन्छ। फर्स्टमा अर्जुन सर हुन्छ त्यहाँ क्लिक गर्ने अनि सेकेन्ड 02 मा म आर्मन कार्की हेटौँडा हुन्छ त्यहाँ क्लिक गर्ने र हजुरहरूले जति पनि भोट दिन सक्नुहुन्छ र नेपालमै बस्नु हुनेले खल्ती एपबाट फर्स्ट अफ अल प्रोसेसहरू गर्ने र इभेन्ट्सहरूमा गएर भोटिङ हुन्छ त्यहाँ क्लिक गर्ने र 4 कोचेसहरू आउँछन्। अर्जुन सरमा जाने र 2 मा आर्मन कार्की हेटौँडा हुन्छ त्यहाँ क्लिक गर्नु र हजुरहरूको अमूल्य भोट दिन सक्नुहुन्छ। मलाई साउन 23 गते रातिको 9 बजीसम्म सम्पूर्णले भोट गरिदिनु होला नत्र भए भोटिङ सिस्टम बन्द हुनेछ। त्यसैले म अनुरोध गर्छु कि हजुरहरूले सबैले मलाई भोटिङ गरिदिनु हुन अनुरोध गर्छु। धन्यवाद।